हेलो एभ्रिवान, जोडले नमस्ते, स्वागत छ तपाईँको मेरो भिडियोमा। आज चाहिँ म र भाउजू भएर करेसोबारीमा के काम गरे के फलेको छ तपाईँहरूलाई देखाउँछौँ है त। अहिले चाहिँ हाम्रो करेसोबारीमा चिचिन्डामा फलेको छ। चिचिन्डा चाहिँ खाने बेला भइसकेको छ। काँक्रोमा चाहिँ भर्खर बचिला बस्यो। अनि यो चाहिँ मैले रोपेको लौका है त। टिकटकमा भिडियो देखेको थिएँ लामखुट्टेमा नहुँदैन भनेर, त्यसैले भने चाहिँ लामखुट्टेलाई फुकेर उडाइदिएछु है। अनि त्यसपछि चाहिँ गयौँ हामी अर्को ठाउँमा खुर्सानीमा पानी र मल हाल्नको लागि। अनि यो चाहिँ रहेको छ हाम्रो बङ्गुरको मासु चाहिँ कसलाई मनपर्छ भन्नु होला। अनि यो चाहिँ हाम्रो सेतो बङ्गुर सबैभन्दा ठुलो छ है यो चाहिँ नि। त्यसपछि हामी भाउजू र मोबाइल चाहिँ खुर्सानीमा मल र पानी राखिसकेपछि हामी चाहिँ सयपत्री फुलको बेर्ना जमाउनको लागि अर्को ठाउँमा गयौँ। अनि कसले चाहिँ सयपत्रीको फुलको बेर्ना राखिसक्नु भएको छ भन्नु होला। हामी चाहिँ अर्को ठाउँमा राखिसकेर पनि फेरि अर्को ठाउँमा राख्दैछौँ। अनि बङ्गुरलाई आहारा दिने बेला भइसकेपछि अनि अहिले चाहिँ हामी बङ्गुरलाई आहारा दिँदैछौँ। फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका साथ यो भिडियो यहीँ गर्छु।